राजनीति 5 वर्ष मात्रै गर्ने हो भने फूलमाला लगाएर बिदाई गरिदिन्छु। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नै पार्टीका मन्त्री र सांसदहरूले आखिर किन दिनु पर्यो यस्तो कडा चेतावनी? सांसदहरूको अमर्यादित गतिविधि, मन्त्री र सांसद बीच बढ्दै गएको असमझदारीदेखि लिएर संसदमा हुने प्रस्तुतिसम्मका विषयमा रविले बुधबार मन्त्री र सांसद दुवैलाई सँगै राखेर कडा निर्देशन दिएका छन्। त्यसोभए बैठकमा रविले के भने? मन्त्री र सांसद बीच आखिर किन यस्तो असमझदारी बढिरहेको छ र रविले रमिता नदेखाउनुहोस् भन्दै किन सचेत गराए? आउनुहोस् विस्तृतमा बुझौं। सांसदहरूका गतिविधि अमर्यादित हुँदै गएको र मन्त्रीहरूसँग समेत असमझदारी बढ्न थालेपछि बुधबार राष्ट्रपा सभापति रवि लामिछानेले पार्टीका सांसद र मन्त्रीहरूलाई सँगै राखेर छलफल गरेका छन्। संसदीय दलका नेता तथा प्रधानमन्त्री बालेन्द्र शाह अनुपस्थित रहेकाले बुधबार सांसद र मन्त्रीहरूसँग सभापतिको तर्फबाट रवि लामिछानेले छलफल गरेका हुन्। संसदीय दलमा भएको बैठकमा उपस्थित सबै माझ रवि लामिछानेले पार्टीका सांसद र मन्त्रीहरूलाई आफ्नो कार्यशैली सुधार्नेदेखि संसदीय मर्यादा कायम राख्ने सम्मका विषयमा निर्देशन दिएका थिए। बैठकमा सहभागी एक नेताका अनुसार मन्त्रीहरूको कामप्रति सांसदहरूले नै प्रश्न उठाउने अवस्था सिर्जना भएको भन्दै रविले अब कार्यशैली परिवर्तन गर्न निर्देशन दिएका छन्। तर उनले कार्यशैली परिवर्तन गर्ने भए पनि तत्काल मन्त्री नबदल्ने आश्वासन दिएका छन्। राष्ट्रपाकै मन्त्रीहरूले सांसदहरूको कुरा नसुनेको भन्दै संसदमै असमझदारी सिर्जना भइरहेको विषय पनि बैठकमा उठेको थियो। मन्त्री र सांसदहरू बीच सवाल जवाफ हुने अवस्था समेत देखिन थालेपछि रविले यस विषयमा पनि गम्भीर चासो व्यक्त गरेका छन्। बैठकमा यही विषय उठेपछि सभापति लामिछानेले मन्त्रीहरूलाई लेखिने प्रश्नको बोधार्थ आफूलाई पनि दिन निर्देशन दिएका छन्। अर्थात् सांसदहरूले मन्त्रीसँग उठाउने प्रश्न र विषयबारे पार्टी नेतृत्व पनि जानकारीमा रहनुपर्ने रविको निर्देशन छ। रविले सरकार जति शक्तिशाली छ त्यति नै इतिहासमै सबै प्रतिपक्षीहरू एक ठाउँमा उभिएको अवस्थालाई पनि ध्यान दिनुपर्ने बताएका छन्। त्यसैगरी उनले सांसदहरूको आचरण र संसदीय मर्यादामाथि पनि प्रश्न उठाएका छन्। सदनमा उपस्थित हुनेदेखि लिएर बोल्ने शैलीसम्मका विषयमा उनले सांसदहरूलाई सचेत गराएका छन्। सांसदहरूले मर्यादाहीन ढंगले बोल्ने, संसदको बैठक नै बङ्क गरेर हिँड्ने लगायतका गतिविधि गर्न थालेको तर्फ इङ्गित गर्दै रविले उनीहरूलाई आफ्नो आचरण सुधार्न निर्देशन दिएका छन्। उनले अमर्यादित गतिविधि गरेर रमिता नदेखाउन समेत चेतावनी दिएका छन्। बैठकमा रवि लामिछानेले राजनीतिक यात्राले लिएर पनि कडा टिप्पणी गरेका छन्। उनले भनेका छन्, लगानी बिना बाटोमा पद भेटे जस्तो लाग्छ भने केही भन्न सकिन्न। राजनीति 5 वर्ष मात्रै गर्ने हो भने फूलमाला लगाएर बिदाई गरिदिन्छु। यो भनाइ मार्फत उनले सांसद र मन्त्रीहरूलाई आफ्नो राजनीतिक जिम्मेवारीले गम्भीर रूपमा लिनुपर्ने सन्देश दिएका छन्। त्यसैगरी सांसद र मन्त्रीहरूले आफ्नो गतिविधि पारदर्शी बनाउनु पर्नेमा रविले जोड दिएका छन्। संसदमा बोल्ने विषय, भ्रमण, भेटघाट लगायतका गतिविधि बारे पार्टीलाई जानकारी गराउन उनले निर्देशन दिएका छन्। यसको लागि आरएसपी पल्स एपमा आफ्ना काम तथा गतिविधिको विवरण नियमित रूपमा अपडेट गर्नुपर्ने रविको निर्देशन छ। उनले भनेका छन्, आरएसपी पल्स एपमा गतिविधि अपडेट गर्नुपर्छ। सांसद र मन्त्रीहरूले आफ्नो काम तथा गतिविधिहरूको विवरण नियमित रूपमा राख्नुपर्छ। बैठकमा पार्टी भित्र आपसी समन्वय र संवादको अभाव रहेको भन्दै आएका गुनासा बारे पनि रविले सम्बोधन गरेका छन्। उनले सांसद र मन्त्रीहरूलाई घमण्ड त्यागेर आपसी समन्वय र संवादमा काम गर्न निर्देशन दिएका छन्। रविको भनाइमा सांसद र मन्त्रीहरूबीच सहकारी र समन्वय भए मात्रै सरकार प्रभावकारी बन्न सक्छ। त्यसैले एकअर्कासँग स्पष्ट रूपमा संवाद गर्न उनले आग्रह गरेका छन्। रविले सांसदहरूलाई प्रचारमुखी गतिविधि भन्दा परिणाममुखी काममा ध्यान दिन पनि निर्देशन दिएका छन्। संसदमा कसरी प्रस्तुत हुने र आफ्नो भूमिका अनुसार कसरी व्यवहार गर्ने भन्ने विषयमा सांसदहरूले ध्यान दिनुपर्ने उनको भनाइ छ। जनताले परिणाम खोजेका छन्, प्रचार भन्दा परिणाममुखी काममा ध्यान दिनुस्। रविले सांसदहरूलाई अध्ययन र सिकाइमा ध्यान दिन समेत आग्रह गरेका छन्। आफूले के गर्न मिल्छ, के गर्न मिल्दैन, सदनमा कसरी प्रस्तुत हुने तथा सरकार र जनतासँग कसरी प्रस्तुत हुने भन्ने विषयमा सांसदहरूले अध्ययन र विश्लेषण गर्नुपर्ने उनको भनाइ छ। बैठक सकिएपछि बाहिरिने क्रममा सभापति रवि लामिछानेले धेरै सांसद भएको ठूलो राजनीतिक दलभित्र कुनै विषय बोल्दा विवाद उत्पन्न हुन सक्ने अवस्था रहने भन्दै छलफल गरिएको बताए। उनले भने, हामी धेरै छौं, धेरैले धेरै कुरा गर्दा 1-2 जना साथीहरू बोल्दा केही विषय विवादमा पर्छ, त्यसलाई हामी सम्हाल्छौं। संसदमा प्रस्तुत हुने विषयबारे आम नागरिकबाट समेत प्रश्न उठिरहेको र पार्टी पंक्तिमा पनि कुरा आएको भन्दै मन्त्री लगायतका विषयमा केही समस्या छन् कि छैनन् भन्ने बारे छलफल गरिएको उनले बताए। यसरी राष्ट्रपा सभापति रवि लामिछानेले आफ्नै पार्टीका मन्त्री र सांसदहरूलाई संसदीय मर्यादा कायम राख्न, आपसी समन्वय बढाउन, गतिविधि पारदर्शी बनाउन र प्रचार भन्दा परिणाममा ध्यान दिन निर्देशन दिएका छन्। अब रविको यो निर्देशनपछि मन्त्री र सांसद बीच देखिएको असमझदारी कतिको सुधार हुन्छ र उनले भने जस्तै पार्टी भित्रको समन्वय र कार्यशैलीमा परिवर्तन आउँछ कि आउँदैन, यसको प्रभाव आगामी दिनमा देखिने नै छ। तपाईँ आजको समाचार हेर्दै हुनुहुन्छ। यस्तै देश विदेशका महत्त्वपूर्ण समाचारको लागि हाम्रो च्यानल सब्स्क्राइब गर्न नभुल्नुहोस्। भिडियो मन परे लाइक गर्नुहोस् र आफ्नो विचार कमेन्ट मार्फत अवश्य दिनुहोस्। धन्यवाद। नमस्कार।